नमस्कार, तपाईलाई स्वागत छ मेरो युट्युब च्यानल र फेसबुक पेज र टिकटक रिल्समा। यदि तपाईँ एसएलसी दिएर बसिराख्नु भएको छ र तपाईँ कन्फ्युजनमा हुनुहुन्छ कि म के पढौँ, कुन पढ्दाखेरि के सब्जेक्ट लिएर पढ्दाखेरि, के कोर्स लिएर पढ्दाखेरि कुन सेक्टरमा गइन्छ, यदि तपाईँ कन्फ्युजनमा हुनुहुन्छ भने मैले तपाईलाई केही सहज बनाइदिन गइरहेको छु। अहिले एकदमै पपुलर कोर्सहरू के छ मैले त्यसको बारेमा कुरा गर्न गइरहेको छु है त। अनि आइटी टेक्नोलोजी सेक्टरमा सबभन्दा धेरै ग्रोथ भएको अहिले तत्काल देखिएको छ। यदि तपाईँ आइटी टेक्नोलोजी लिन चाहनुहुन्छ भने त्यसको पपुलर कोर्सेसहरू के छ म त्यसको बारेमा पनि भनिदिन गइरहेको छु। वेब डेभलपमेन्ट, ग्राफिक डिजाइन, भिडियो एडिटिङ, साइबर सेक्युरिटी, एआई एन्ड डाटा साइन्स भन्ने छ, अनि डिजिटल मार्केटिङ। किन धेरैजना जाँदैछन् भनेपछि यसमा पनि फाइदा के छ, फ्रिल्यान्सिङ इन्कम छ, युट्युब एन्ड कन्टेन्ट क्रिएटर, रिमोट जब, विदेश बिना पनि अर्निङ हुने भयो हैन। फ्युचरमा नेपालमा पनि डिमान्ड बढिरहेको छ, स्पेशली के सेक्टरमा हो भनेपछि ब्याङ्कमा, मिडिया, सफ्टवेयर कम्पनी, अनलाइन बिजनेस मा यो एकदमै राम्रो देखिएको छ अहिले तत्कालले। अनि हेल्थ सेक्टरमा कुरा गर्नु पर्दाखेरि यदि तपाईहरु हेल्थ सेक्टरमा जाँदै हुनुहुन्छ भने पपुलर कोर्सेसहरू त्यसमा छ तपाईको स्टाफ नर्स, सिएमए, एचए, ल्याब टेक्निसियन, फार्मेसी। किन भन्दाखेरि जब स्टेबल हुन्छ, विदेशमा अपर्च्युनिटी धेरै छ अनि पनि हुने भयो। म्यानेजमेन्ट बिजनेसतिर जाँदै हुनुहुन्छ भने म्यानेजमेन्ट बिजनेस सेक्टर, यसमा चाहिँ के हुन्छ भने तपाईको पपुलर चोइसेस भनेको तपाईको प्लस 2 म्यानेजमेन्ट, बीबीएस, बीबीए, सीए, एसीसीए। अनि करियरहरू चाहिँ कस्तो छ त्यसमा, स्कोप केमा छ हैन। यसमा भन्नुपर्दा तपाईको ब्याङ्किङ, एकाउन्टिङ, बिजनेस, इन्टरप्रेन्योरशिप, अनि अहिले धेरैले जब भन्दा पनि अनलाइन बिजनेस स्टार्टअप गर्न खोज्दै हुनुहुन्छ अनि त्यसमा पनि तपाईको डिजिटल मार्केटिङ एजेन्सी त्यही पनि एकदमै राम्रो लहर छ अहिले तपाईको विदेश जानेतिर पनि। स्टडी इन अस्ट्रेलिया भयो, जस्तै सी पछि धेरैले जापानिज ल्याङ्ग्वेज, कोरिया इपिएस प्रिपरेसन, आइएलटिएस पिटी गरिरहेका हुन्छन्। अनि यदि तपाईहरु कृषितिर एकदम आकर्षित हुनुहुन्छ भने कृषिमा पनि तपाईको राम्रो अवसर छ हैन। एग्रिकल्चर एन्ड मोडर्न फार्मिङ भन्नेतिर अहिले गाउँतिरको युथहरू धेरै मसरुम फार्मिङ, पोल्ट्री, अनि फिस फार्मिङ, अर्ग्यानिक फार्मिङ अनि एग्रो बिजनेसहरूतिर धेरै प्रभावित भएका छन्। यदि तपाईँ चाहनुहुन्छ, मैले भनेको तपाईलाई ठिक लाग्छ, तपाईँ कुनै सेक्टर चुज गर्न चाहनुहुन्छ भने मजाले यो सेक्टर चुज गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई मेरो कन्टेन्ट राम्रो लाग्छ भने तपाईहरुले शेयर गरिदिनु पर्ने, सब्स्क्राइब गरिदिनु